साथीहरु नमस्कार। म हाल दोहा कतारबाट हुँ। आज फेरि तपाईले देखिहाल्नुभयो, कुवेतबाट एकजना चेलीले हाम्रो नेपाल सरकारलाई गुहार मागेको छ। यो भिडियो सुन्नुस् त। नमस्कार, हम अखन का कुवैत में जी। अखन हम कुवैत से बोल रहल जी। हमर घर सुनसरी ढारी में छे। हम घर जाइल चाहे छी नेपाल। अखन का हमर संगे पैसा बनी नहीं छे। पैसा लागते घर जाइले। हमर संगे 1 टका पैसा छे। हमरा सैलरी पनि नहीं देने छे। हम जन के भाई पनि हम घर जाइल चाहे छी। हम एते रहल नहीं चाहे छी। हम घर जेबे, हमर संगे पैसा नहीं छे। हम कना करके घर जेबे नहीं जेबे हमरा ता नहीं छे कि हम ये मोरबे, हमरा वो ता नहीं छे। घर जाइल नहीं पाबे तो हम ये शायद मोरबे लखन लागे छे। हमरा अखन सम्म सैलरी पनि नहीं देने छे। अनि हम घर जाए के लागि हम कथी करे पड़ते? हमरा सब कोई हमरा हेल्प कर दिए। अनि उद्धार के लागि पनि हमें वीडियो हाले छी। कोई भी देखे छी तो प्लीज हमरा उद्धार तो कर दे। हम कुवैत में सुलाबी खात में थियो। जनक के भए पनि हम घर जाइल चाहे छी। घर जेबे हमें कनक के जेबे नहीं जेबे था नहीं छे। कथी कहबो नहीं कहबो। हमरा जनक के भए पनि उद्धार कर दे। साँच्चै नै हाम्रो नेपाल गभर्नमेन्ट यदि मजबुत भइदिएको भए नि आज यसरी हामी खाडीमा बस्नेहरू यसरी गुहार माग्नु पर्दैन थियो। किनभने नेपाल गभर्नमेन्ट मजबुत भइदिएको भएदेखि हाम्रो एम्बेसी पनि मजबुत हुन्थ्यो। एम्बेसी मजबुत भएपछि हामी नेपालीहरू जति पनि खाडीमा छौं उनीहरूले यसरी रोएर नेपाल सरकारलाई गुहार माग्नु पर्दैन थियो। आज यो चेलीको गुहार यो एउटा चेली मात्रै हैन, यस्ता लाखौं चेलीहरू यसैगरी रोएर बसेका छन् यो खाडीमा। आखिरी सरकारलाई रेमिटेन्स दिएर सरकार चलाउने हामी नेपालीहरू हुन् खाडीबाट। तर आज यो चेलीको रुवाईले के सन्देश जान्छ यी सरकारहरूलाई? त्यसकारणले साथीहरू हाम्रो नेपालमा गभर्नमेन्ट हाम्रो यत्रो वर्ष भयो, हामीले अहिलेसम्म हाम्रो गभर्नमेन्ट मजबुत बनाउन सकेका छैनौं। त्यो बनाउने तपाई र हाम्रो जिम्मा हो। तर हामी त के गर्छौं थाहा छ? एक छाक मासु भात र 1 लिटर पेट्रोलमा हामी बिकिरहेका छौं। त्यति हो। नत्र भने अबको चुनावमा हामीले राम्रो नेतृत्व र नयाँलाई छान्न सक्यौं भनेदेखि केही परिवर्तन त हुन्छ होला नि। त्यसकारणले साथीहरू यस्तो दुःख पाएर रोएर बस्नेहरू उहाँ चेली मात्रै हैन, लाखौं चेलीहरू यहाँ रोएर बसेका छन्। लाखौं दाजुभाइ रोएर बसेका छन्। दिनै पछि लास बाकसमा गइरहेको छ। एयरपोर्टमा तपाई जानु हो भने दिनै पछि लास गइरहेको छ। अब पनि हामीले राम्रो नेतृत्व चुन्न सकेनौं भने अब फेरि हामी यही रुवाबासी सुन्नेछौं। अनि फेरि हामी त खाडीमा आधी जिन्दगी खाडीमै बितायौं। अब हाम्रो पुस्ताले पनि फेरि खाडी नै रोज्नेछ। त्यसकारणले अबको चुनावमा राम्रो नेतृत्वलाई भोट हाल्नु होला। तपाईलाई कस्तो लाग्यो यो भिडियो? प्रतिक्रिया दिनु होला। अनि नयाँ हुनुहुन्छ मेरो च्यानलमा भने सब्स्क्राइब पनि गर्नु होला। म निरन्तर मेरो यहाँको कतारको गल्फमा भएको त्यस्तो न्यूज छ भने म हालिरहने छु। अनि मेरो ब्लगहरु पनि म बनाइरहने छु। यहाँको दृश्यहरु देखाइरहने छु। धन्यवाद।